हजुरहरूलाई यथामति यथाधिकम जे जति जानेको समयहरू हुनेछ त्यसमा धेरै कुरा सुनाउन पर्नेछ। सम्भव नहोला यथाधिकम यथामति जति सक्दछु त्यति हजुरहरूलाई म श्रवण गराउने प्रयत्न गर्दछु। भक्तवत्सल भगवानको जय। पहिला सुरुमा त भागवत भनेको के हो? भागवत पुस्तकको अगाडिपट्टि हजुरले हेर्नुभयो नि यहाँनिर लेखेका हुन्छ श्रीमद् भागवत महापुराण। श्री भनेको के त? श्री भनेको राधा, श्री भनेको देवी, श्री भनेको सम्पत्ति पनि हुन्छ, श्री भनेको शक्ति पनि, मद भनेको भण्डार हैन, भक्तिको भण्डार भन्न सक्नुहुन्छ, ज्ञानको भण्डार भन्न सक्नुहुन्छ, वैराग्यको भण्डार भन्न सक्नुहुन्छ, ऐश्वर्यको भण्डार भन्न नि सक्नुहुन्छ। त्यति गरेर गएर श्रीमद् भयो। अब भागवत भागवत भन्ने 4 अक्षर छ। भ भनेको भक्ति, त्यसपछि ग भनेको ज्ञान, ब भनेको वैराग्य, ब भनेको तरन तारण। भक्ति ज्ञान वैराग्यलाई बढाएर जसले तरन तारण गराउने काम गर्छ त्यसको नाम हो भागवत। बुझ्नुभयो? जसमा जे इच्छा गरेर हामीले भागवत सुन्छौँ नि त्यो अनुसारको फल प्राप्त हुन्छ भनेको छ। भागवत फेरि अर्को पछाडिपट्टि महापुराणम भनेको छ। महा भनेको सबैमा मानिने, सबैभन्दा ठुलो। पुराणम भनेको पुरा अपि नवम पुराण। पहिला बुवाहरूलाई सुन्दा पनि त्यही भागवत हो, हामीले सुन्दा पनि त्यही भागवत हो, हामीभन्दा पछाडिले सुन्नेवाला पनि त्यही भागवत हो। जति सुन्यो त्यति नयाँ लाग्छ। पुरा अपि नवम पुराण। जति सुन्दै गयो त्यति नयाँ लाग्छ। प्रत्येक गुरुहरूका मुखबाट हामीले सुन्यौँ भने भागवत त्यही हो, तर आउने कुरा फरक आइन्छ। मुख्य पाठ चाहिँ त्यही हो हैन। अब हामीले प्रार्थना गरेका छौँ यहाँले संसार सागरे मग्नम दीनम मम करुणा कर्म मोह गृह सङ्गम मान थर भवानव। भगवान हामीलाई संसार रूपी सागरबाट पारी पुर्याइदिनुहोस् भनेर हामीले प्रार्थना गरेका छौँ। यसमा पनि हाम्रो त कल्याण होस् साथमा पितृहरूको उद्धार होस् भनेर। अब न त हामीले तारेर पर्ने त होइन, तैपनि मनको एउटा सन्तोष हेर्नुहोस्। जति भागवत जुन यो मूल पाठ छ नि त्यो मूल पाठले पर्ने हो, तर हामीले त के गर्छौँ मूल पाठ भन्दा बाहेक अरू मूल पाठ त हामीले बुझ्दैनौँ। त्यो नबुझिने भएको कारणले गर्दा थोरै भागवत भनेको के रहेछ त, भागवतमा के कुरा रहेछन्, हामीले वास्तवमा भागवत त यति धेरै पुराणहरू छन्, भागवतले लगाउनु पर्ने कारण के रहेछ भनेर बुझ्नको लागि चाहिँ नेपाली भाषाको प्रयोग गरेको छ। नत्र भने संस्कृत भाषालाई के भनिन्छ, यो आफैमा सुधारिएको आफैमा चाहिँ एकदम राम्रो भाषा हो। त्यसलाई पनि के भन्छ, संस्कृत भाषालाई देव भाषा भनेको छ। अरू भाषामा भनेका भगवान्ले बुझ्दैन जाने, तर हामीले सङ्कल्प गर्दाखेरि भन्छौँ नि संस्कृत नभनिकन कुरो मिल्दैन। त्यो कारणले देव भाषा मानिएको संस्कृत। जो व्यक्तिले संस्कृत राम्रोसँग बोल्दछ नि उसलाई संसारको जुनसुकै भाषा बोल्नलाई असिलो हुँदैन। तर अब हामीले त के गर्यौँ, यो गर्ने गराउने भनेको सबै बुवा आमाको काम हो, हाम्रो काम होइन भन्छौँ भने क्या। त्यो भएको कारणले गर्दा हामीले पहिलेदेखि चाहिँ बानी के लगाउनु पर्यो, हाम्रो संस्कार पनि हो। आज अब हामीले यहाँ जम्मा भयो, अङ्कल बित्नु हो, अङ्कल बितिसक्नु भएपछि अब यो एउटा आज न्यु पारेर भागवत लगाएको छ। मान्छेले कतिपयले भागवत लाउँछु भन्दा पनि लाउनु सम्भव सक्दैन। तर के भनेको शास्त्रमा भने भाग्य हुँदैन बहुजन्म समरजितेन सत्सङ्गमं च लभते पुरुषो यदा वै। धेरै जन्मको पुण्य जब उदय हुन्छ, भाग्यको उदय हुन्छ, अनि यसरी भागवत लगाउने सुन्ने सुनाउने चाहिँ अवसर प्राप्त हुन्छ। नलगा अब मैले सुनाउनु पाउँदैन थिएँ, मैले सुनाएपछि हजुरहरूले सुन्न पाउनु। मेरो पनि भाग्यको उदय भयो, हजुरहरूको पनि भाग्यको उदय भयो, अनि यसरी बसेर अब कोही कहाँ हुँदा पनि बुवाको लागि भनेर एक दिन समय निकालेर भनौँ न आइपुग्ने एउटा मौका प्राप्त। त्यो पनि नेपाल दर्शन, नेपाललाई देवभूमि भनेको छ। यो अनेकौँ चाहिँ देशहरू छन्, त्यो मध्ये चाहिँ नेपाल एउटा के हो, देवभूमि। त्यसमा पनि काठमाडौँ त अझ प्रत्येक गल्लीमा जानु भने देवताकै मूर्ति मात्र देखिन्छ।